के भयो? सक्यो 2025? अझै पनि सोचेको जस्तो भएन? थोरै टाइम आफ्नो लागि जिउँछु, थोरै खुसी आफूलाई बनाउँछु भनेको 2025मा नि सकिएन? त्यही बाध्यता, फ्यामिली, झमेला, आफ्नो आफन्त, अरूले के भन्छ, यही चक्करमा गयो 2025 पनि आफ्नो लागि जिउन सकिएन? कसरी सक्नुहुन्छ? यही तरिकाले जिउनु हो भने 2025 देखि 2025 पनि 50 पनि तपाईँको यसरी नै जान्छ कि कहिले पनि खुसी हुन सक्नुहुन्न। जबसम्म मान्छे मर्दैन नि तबसम्म तपाईँको रेस्पोन्सिबिलिटी, तपाईँको जिम्मेवारी कहिले पनि खत्तम हुँदैन। त्यसैले जुन तरिकाले तपाईँ खुसी खोज्दै हुनुहुन्छ, जुन तरिकाले तपाईँले चाहिँ नि एक दिन आउँछ अनि त्यसपछि हुन्छ, त्यसपछि गरौँला भन्ने सोच्नु भएको छ नि, त्यो तरिकाको एक दिन कहिले पनि आउँदैन। एक दिन भन्दा पनि वर्ष चाहिँ गयो, 24 गयो, 25 गयो, फेरि 26 पनि यसै गरी जान्छ, जुन मेन्टालिटीलाई अहिले तपाईँ बस्नु भएको छ। आफ्नो लागि टाइम दिनलाई कसैलाई सोध्नु पर्दैन र कुनै वर्षको कुर्नु पर्दैन, कुनै दिन कुर्नु पर्दैन। र यति पनि जिन्दगी कम्प्लिकेटेड छैन जति हामीले बनाउँछौँ, जति हामीले सोध्छौँ। अरूले के भन्छ, अरूले के सोध्छ भनेर आफ्नो खुसीको लागि मार्छौँ। अरूलाई केही फरकै पर्दैन तपाईँको बारेमा। कोसँग यत्रो टाइम छ तपाईँको बारेमा सोच्नको लागि? कोहीसँग टाइम छैन। तपाईँको ओभर थिङ्किङ हो त्यो, हाम्रो ओभर थिङ्किङ हो कि। थोरै बाहिर निस्किनु कि यो सर्कलबाट, कसले के भन्छ, अरूले के भन्छ भन्ने यो सर्कलबाट बाहिर निस्किनु कि। बरु यो भन्नु के फरक पर्छ र, मेरो जिन्दगी हो। मेरो जिन्दगी पहिला मैले फर्स्ट प्रायोरिटी कसलाई दिदिएँ? मलाई होइन। म धरतीमा मेरो लागि आएको हो नि त। पहिला मैले मलाई खुसी बनाउने हो नि त। पहिला मेरो लागि म हो नि त, होइन? यो दुनियाँमा होइन एउटा कुरा इम्पोसिबल छ र एउटा कुरा पोसिबल छ कि। एउटा कुरा 100% इम्पोसिबल छ, एउटा कुरा 100% पोसिबल छ कि। अनि कस्तो भन्दाखेरि अरूलाई खुसी बनाउने जुन हामीले अहिले गरिरहेछौँ, आफ्नो मन आफूलाई भित्रबाट मारेर होइन, अरूले के भन्छ, अरूको लागि जिएर होइन, जब कि अरूलाई खुसी बनाउन कोसिस गरिरहनु भएको छ नि, त्यो इम्पोसिबल हो कि। यो दुनियाँमा कसैले पनि कसैलाई खुसी बनाउन सक्दैन। पहिलो कुरो, अरूलाई खुसी बनाउनु त जसले खोज्छ नि त्यो त मूर्ख हो कि, कसैलाई खुसी बनाउन सकिँदैन। तर एउटा कुरा 100% तपाईँको हातमा छ कि तपाईँ आफूलाई खुसी बनाउन सक्नुहुन्छ। त्यो 100% तपाईँको हातमा छ, 100 to 100% तपाईँको हातमा छ यदि आफूलाई खुसी बनाउने हो भनेदेखि। तर आफूलाई टाइम दिनु पर्यो। हामीले वास्तविकमा आफूले आफूलाई कहिले पनि टाइम दिएको छैन कि, कसैले पनि दिएको छैन कि। जति पनि हामी दुःखी छौँ नि, पीडित छौँ नि, यति कम्प्लिकेटेड बनाएर राखेको छौँ नि जिन्दगीलाई, यति कम्प्लिकेटेड जिन्दगी छँदा पनि छैन र यति दुःखी हुनुपर्ने, यति आफूबाट टाढिएर बस्नु पनि जरुरी पनि छैन कि। थोरै नजिक आउँदा हुन्छ आफ्नो, आफूलाई थोरै जान्ने, आफूमा भएको प्रतिभा, आफूमा भएको ट्यालेन्ट के कुरा छ, आफ्नो प्यासनमा थोरै जिउने। पुरै वर्षै त लगाउनु पर्दैन नि, दिनमा थोरै थोरै टाइम दिँदा हुन्छ नि। तर आजैबाट दिनु पर्यो कि त्यो टाइम, भोलिबाट होइन। तर त्यो भोलि कहिल्यै आउँदैन, त्यही भोलिको चक्करमा त गयो नि यो वर्ष, होइन र? त्यसैले आजैबाट थोरै समय आफ्नो खुसीको लागि, आफ्नो लागि दिनुहोस्। यो 2026लाई एकदमै रमाइलो, एकदमै खुसी, समस्या, बाधा, अर्चना, फ्यामिली प्रब्लम सबैको छ। जबसम्म मान्छे छ, जबसम्म लाइफ छ, यो सधैँभरि छ, नैभरि यसको इन्डै छैन। तर यो बिचमा अलिकति आफ्नो लागि जिउनुहोस्, थोरै खुसी, त्यहाँबाट निस्किनुहोस् कि बाहिर, अलिकति बाहिर निस्केर आफ्नो लागि जिउनुहोस्, आफ्नो प्यासनको लागि जिउनुहोस्। आफू जेमा इन्ट्रेस्टेड हुनुहुन्छ त्यो गर्नुहोस्, चाहे त्यो जुनसुकै फिल्ड किन्न होस्, जुनसुकै कुरा किन्न होस्। म पनि त्यही सोच, त्यही मेन्टालिटी भएको मान्छे हो। अरूले के भन्छ, के गर्छ भनेर फरक पर्ने मान्छे हो, होइन? तर त्यसै गरी जिएर म आफूलाई कहिले खुसी बनाउन सकिनँ नि त। जब म आफैलाई खुसी बनाउन सकिनँ, म व्यर्थको जिन्दगी हो नि मेरो, व्यर्थको जिन्दगी होइन। जब मैले मलाई खुसी बनाउन सकेको छैन, म के गर्न सक्छु दुनियाँमा? अनि के गरिरहेको छु? त्यही भएर अरूले के भन्छ त्यो अरूको लागि छोडिदिनुहोस्। तपाईँले के गर्ने हो तपाईँ आफू गर्नु कि। त्यो अरूको कुरा सोध्दै नसुन्नु, ओभर थिङ्किङ गर्नै पर्दैन, यति कम्प्लिकेटेड बनाउनै पर्दैन। यो 2026मा थोरै टाइम आफूलाई दिनुहोस्, थोरै आफ्नो प्यासनको लागि जिउनुहोस्, है त। सबैजनालाई 2026को शुभकामना।